हेलो एभ्रिवान, यहाँहरू सम्पूर्णलाई स्वागत छ आजको मेरो नयाँ भिडियोमा। आज तपाईहरूले यहाँको हाइलाइट्स हेरेर थाहा पाइसक्नुभयो। आज तपाईहरूलाई म स्वयम्भूनाथको मन्दिरमा तपाईहरूलाई भिजिट गराउँदैछु भन्ने कुरा चाहिँ तपाईहरूले देखिसक्नु भएको छ। आज हामी स्वयम्भूनाथको मन्दिर चाहिँ भिजिट गर्नेछौँ। आउनुहोस् अब हामी स्वयम्भूनाथतिर जाउँ। स्वयम्भूनाथतिर साँझको समयमा हामी स्वयम्भूनाथ गएका छौँ। के कस्तो देखिन्छ हामी भिजिट गरौँ है त। स्वयम्भूनाथको यात्रा सुरु भइसकेको छ। तपाईहरू म सँगसँगै भिजिट गर्दै जाउँ। के कस्तो हुनेछ आजको हाम्रो यात्रा, स्वयम्भूनाथसम्मको यात्रा। हामी सँगसँगै स्वयम्भूनाथसम्म चाहिँ जानेछौँ। आउनुहोस् स्वयम्भूनाथतिर जाउँ। साँझ परिसकेको छ, बत्तीको झिलिमिली छ। यो बत्तीको झिलिमिलीसँगै हाम्रो चाहिँ स्वयम्भूनाथतिरको यात्रा सुरु भइसकेको छ। अनि बत्ती झिलिमिली छ अनि हाम्रो यात्रा उकालो सुरु भइसकेको छ। आउनुहोस् सँगसँगै जाउँ। यहाँ चाहिँ फुटपाथमा राखिएका पसलहरू अझै पनि उठिसकेका छैनन्। कतिपय चाहिँ उठिसके अनि कतिले चाहिँ साँझमा मात्रै पसलहरू थापिराख्नु भएको छ। पसलहरू पनि छन् यत्तिकै। यहाँ चाहिँ मैले पहिले अरू भिडियो नै हेरिसकेको थिएँ। यहाँ चाहिँ पैसा ढक्की अड्याउने ठाउँ रहेछ। अनि तर मैले चाहिँ केही ढक्किसकेँ, केही पनि बोकिनँ। मैले चाहिँ भिडियो मात्रै अलिकति बनाएँ। रात्रिकालीन स्तूपका दृश्यहरू एकदम सुन्दर देखिएका छन्। बाँदरहरू पनि एउटा दुईटा चढिराखेका छन्। स्वयम्भूनाथको यात्राको क्रममा कुकुर र बाँदरहरूको सुन्दर मित्रताको उदाहरणहरू पनि यहाँ देख्न सकिन्छ। यहाँ सँगसँगै मिलेर खेलिरहेको हिँडिरहेको देख्न सकिन्छ। स्वयम्भूमा आएर सबैको उकालो चढेको। अझै जति पनि हिँड्छ होइन, यस्तोमा धेरै गलिन्छ भरेमा। यता यो काठमाडौँ यता यसरी क्या यस्तो देखिन्छ। यो चाहिँ काठमाडौँको रात्रिकालीन दृश्य हो। बत्ती झिलिमिली बलिरहेको छ, त्यसैले यसलाई चाहिँ एकदम हेर्न लायकको दृश्य देख्न सकिन्छ हामीले यहाँबाट। स्वयम्भूको लास्ट पोइन्टमा आइपुग्यो। करिब 6:30 बजेतिर यो लास्ट पोइन्ट हो। ल अनि यहाँ पनि आजको हाम्रो घुमघामको चाहिँ यो अन्तिम दिन छ। यहाँबाट यता काठमाडौँ भ्यू चाहिँ यस्तो देखिँदो रहेछ।
कति धेरै भएछ पहिला भन्दा झन् बढी जस्तै यहाँबाट के फोटो त यहाँबाट खिच्ने हो काठमाडौँको स्वयम्भूबाट देखिने यो नाइट सिन ल नाइट सिन हो यो अत्यन्तै झिलिमिली ल रेडी गो रेडी गो पनि आयो तपाईलाई अलिकति म अगाडि जानुपर्छ नि त छिटो भयो सम्झनामा बनाएको भन्छ कस्तो एकै ठाउँ बनाएको रहेछ है फेरि गुप्रुक्कै खालको के कुन पालामा बनाएको यहाँनिर बाटो पनि छ तपाईँको छुट्टी नि भइरहेको छ अनि तपाईँ यत्रो अग्लो छ कस्तो राम्रो आउनु न खिचिरहेकै हो त्यहाँबाट यो माथि तपाईँ चाहिँ किन आउनु भएको यता आउनु न सबै त आएन लामो गर्नुपर्छ तर देखियो ब्याकग्राउन्डमा त्यो सिनेमेटिकको त आउँदैन के कान्छ आउँदैन नि आधी टुप्पो चाहिँ अलिकति देखिएन तर ब्याकग्राउन्डमा राम्रो उज्यालो अर्कै देखिन्छ स्वयम्भूनाथसम्मको यात्रा आजलाई यति नै आजको भिडियो के कस्तो भयो कृपया आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला साथै मेरो युट्युब च्यानललाई सब्स्क्राइब पनि गरिदिनु हुनका लागि अनुरोध गर्दै आजको लागि भने बिदा माग्न चाहन्छु नमस्कार